आज तिमीलाई म मेरो प्रेम कहानी सुनाउँछु जो आँखाबाट सुरु भयो र आँखामा सिद्धियो। शीर्षक छ कौशी। के न हतार भए झैं साइकल हुइकाउँदै म उनको गल्ली धाउँथेँ। जब आउँथ्यो उनको घर कहिले चेन फुस्के जस्तो गरी, कहिले टायर पञ्चर भए जस्तो गरी, कहिले ह्यान्डल बाङ्गे जस्तो गरी म साइकल रोक्थेँ, मर्मत गरे चाहिँ गर्थेँ। केही बेर रोकिएपछि कौशीमा झुल्किन्थिन् उनी, गालामा गुलाब बोकेर। ओठ केही बोल्न कापे जस्तो, आँखा केही भन्न चम्किए जस्तो, हावा कतै बहन छाडे जस्तो, समय कतै बग्न बिर्से जस्तो। डुब्थ्यौं हामी कता हो कता केही बेर, हराउँथ्यौं हामी कता हो कता केही बेर। आउँथ्यो एकटीको मैला आवाज नेपथ्यबाट सधैँ, र मस्त निन्द्रामा केहीले ऐठन गरे जस्तो जसँग झस्किन्थिन् उनी, अनि इसाराले अनुमति माग्दै अलग हुन्थिन्। कहिले त साइकल साँच्चै बिग्रन्थ्यो, हातैभरि कालै कालो पोतिन्थ्यो। पसिना पुस्दा मुखभरि लेपिन्थ्यो, मुख छोपेर खितखिताउँथिन् उनी। शरमले शिर झुकाउँथे म, न बोली मिसियो न तस्बिर खिचियो, तर दिलको पोखरीमा प्रेमको झरना मिसियो। जब हिँडे गुन्टा कसेर सपना चराउन पराया सहर, सिलसिला कतै रोकियो। गरे कोसिस सिलसिलाको तार जोड्न हजारौं बार, जब आउँथे समय मिलाएर आफ्नो सहर, तर आइनन् फेरि कौशीमा उनी कहिल्यै। एक आदत बास बसेको छ ममा आज पनि, एक आदत बास बसेको छ ममा आज पनि। जब हुन्छु म उनको गल्लीमा, अनायास पाइला आफै रोकिन्छन्, र आँखा उही कौशीतिर चढ्न पुग्छन्, र आँखा उही कौशीतिर चढ्न पुग्छन्। कस्तो लाग्यो प्रेम कहानी? बहुत अच्छा।